घडी जसले चोर्या हो त्यसलाई 2 मिनेट भित्र पखाला लागेर मरिहालोस्। ससुराबा यो शराब फिर्ता गरिहाल त। यो शराब भन्ने चिज त्यति राम्रो होइन के ससुराबा। यसले त मान्छेमा त्यतिकै डर निम्ताउँदो रहेछ। होइन सोल्टी किन टेन्स कि तिमीले चोर्यो? मैले होइन भने यस्ता झारपातको सरापेर केही नाप्दैन क्या सोल्टी। नाच्दैन त भन्नुभयो। मलाई त भुँडी पो दुख्न थाल्यो। आया मरे। खुब मलाई चोर दस लाउँथिस् नि, तेरै लोग्नी चोर रहेछ। तिमीहरूले यही शङ्का गर्ला भनेर हल्का नाटक गर्दै थियो, सबै टुवा परे हेर। खास जो घडी चोर्ने चोर्ती को भनेदेखि यी हाम्रा बाउ नै। धुर्मु के तिमीले नै चोर्या हो? यत्रो सङ्गत गर्दा पनि तैँले मलाई बुझ्न सकिने छैन। साह्रै दुःख लाग्यो मलाई। हे तेरी नरिसाउ न भने रेला पो गर्या त। जागरै आएन मलाई। के गर्नु, घरभरि चोरै चोर पाल्नु पर्यो। हा के भनिस् रे, के भनिस् रे? कुमारी बितेर उहाँ बुवाको घडी हराएर छ कि केही भन्नु हुँदैन अहिले। के को केही भन्नु हुँदैन भने अनि एक फोन दिनुपर्छ। अनि अब पुलिस बोलाएपछि कुन मुला सागलाई के गर्ने भन्ने कुरा त थाहा भइहाल्छ नि। पुलिस यो पुलिस नलौ के ससुराबा। जब 25,000 को घडीमा आफन्त बिचमा नराम्रो नभनौ। अब चोर्नेले चोरी गए त। म पुलिस ल्याउँछु भनेपछि ल्याउँछु। अब ल्याउने नै भएपछि मैले के भन्नु छ र? तर म पनि चौकी पाइदिन्छु, तिमीले कुरा बिगार्लौ त्यहाँ। असै साहब उहाँको घडी कुन चाहिँ बदमासले चोरेछ एकताल अनुसन्धानका लागि जानु पर्यो। कसले चोरे त? होइन कतिखेर खाल्डोबाट झिक्या। मतलब कुनै चोरले चाहिँ खाल्डोमा लुकाएर राखे घडी उहाँले भेटेर ल्याएको हो कि चोरेकै हो? हिजो मात्रै भाइले लन्डनबाट पठाइदिएछ,